सालोम। साँच्चै ज हाम्रो परमेश्वर महान र उहाँ दयालु हुनुहुन्छ। उहाँको मायाको लागि म परमेश्वरलाई धन्यवाद दिन चाहन्छु र म हजुर सबैलाई पनि हजुरको मायाको लागि प्रार्थनाको लागि म धन्यवाद दिन चाहन्छु र म आशा गर्दछु परमेश्वरको अनुग्रहको परमेश्वरको दयाको दृष्टि हजुरको साथमा बनिरहेको छ भनी म विश्वास गर्दछु र परमेश्वरमा म आशा राख्दछु। साँच्चै हाम्रो परमेश्वर महान, उहाँ दयावन्त हुनुहुन्छ र म हजुरलाई भन्न चाहन्छु हालात परिस्थिति जस्तै सुकै किन नहोस् तर हजुर कोही पनि परमेश्वरसित परमेश्वरको मायासित कहिले पनि टाढा नहुनुहोला, किनभने उहाँले हामीलाई नाम लिएर बोलाउनु भएको छ। र यहाँ परमेश्वरको वचनमा हामी हेर्दछौँ यहाँ के लेख्छ भनेपछि यहाँ परमेश्वरको वचनले भन्नुहुन्छ, यसैले नडरा किनकि म तँसितै छु, निरुत्साहित नहो किनकि म तेरा परमेश्वर हुँ। म तँलाई बलियो पार्नेछु, म तँलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्नेछु। अरे हालेलुया, कति मिठो परमेश्वरले वायदा गर्नुभएको छ हजुरसित मसित। हेर्नु यसरी परमेश्वरले के भन्नुभएको छ भनेपछि नडरा अरे किनकि म तँसितै छु अरे, एकदम निराश नहुने अरे, के निरुत्साहित नहो अरे किनकि म तेरा परमेश्वर हुँ अरे। परमेश्वरले भन्नुभएको छ म तेरो परमेश्वर हुँ, त निराशा नहोस्, त निरुत्साहित नहोस् किनभने म तेरो परमेश्वर हो। नडरा, म तँसितै छु, म तँलाई बलियो पार्ने छु अरे। आज हजुर कोही पीडामा कोही कष्टमा हुनुहुन्छ होला, म हजुरलाई परमेश्वरको वायदा हजुरलाई याद दिलाउन चाहन्छु। उहाँले हजुरको हातले समातेको छ र उहाँले हजुरलाई बलियो पार्न जाँदै हुनुहुन्छ। आज हजुर घुँडा टेक्नुहोस्, परमेश्वरको अगाडि आँसु बहाउनुहोस्, पितालाई भन्नुहोस्, पिता मेरो यो अवस्था छ भनेर। हजुरको आँसु देख्नको लागि हजुरको पास्टर छैन होला हजुरसित, हजुरको आँसु देख्नको लागि हजुरको दुला या दुलै छैन होला या छोरा छोरी छैन होला। आज हजुर एक्लो बसेको बेलामा एक्लोपनमा म हजुरलाई भन्न चाहन्छु परमेश्वरले भन्नुभएको छ मेरो अनुग्रहको दृष्टि त माथि छ भनेर। परमेश्वरले भन्नुभएको छ नडराउ तिमी, म तिम्रो साथमा छु, निरुत्साहित नहौ किनकि म तेरो परमेश्वर हुँ भनेर, म तँलाई बलियो पार्नेछु भनेर परमेश्वरले भन्नुभएको छ। र उहाँले के भन्नुभएको छ भनेपछि मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्नेछु अरे। हालेलुया, परमेश्वरले हजुरलाई हरेक कष्ट हरेक तकलिफमा आज हजुर लोटेर हिँडेको बेलामा पनि परमेश्वरले आफ्नो आत्माको द्वारा हामीलाई फेरि उठाउनेवाला हाम्रो परमेश्वर हुनुहुन्छ। आज हजुर दुःखमा पीडामा आँसु बहाएर बसेको बेलामा म हजुरलाई सान्त्वना दिन चाहन्छु। परमेश्वरले के भन्नुभएको छ वचनमा, मैले के अरे आफ्नो हातमा